आज मैले यो भिडियो युट्युबमा हाल्दाखेरि 12 घण्टामा 10,000 भ्युज आयो भने अर्को भिडियोमा 1,000 को चुइगम मैले भोलि शनिबार लभ डाँडामा गएर दिने छु। तर उनीहरूले मलाई चिन्नु पर्यो र मैले उनीहरूलाई चिन्नु पर्यो। त्यसैले मलाई सब्स्क्राइब गरेको छैन भने सब्स्क्राइब पनि गरिदिनु। केही गरी भोलि लभ डाँडामा फेला पर्यो भने केही न केही त आफूले पनि पाउन सकिन्छ। त्यसैले सबैजनाले यो भिडियोलाई जति सक्दो शेयर गरे युट्युबमा 10,000 भ्युज लिएर आइदिनु पर्यो। बस 12 घण्टा भित्रमा हुनु पर्यो। शुक्रबार आज मैले भिडियो हाल्दै छु। भोलि शनिबार चाहिँ लभ डाँडामा आउँदाखेरि भेटौँला हामी सबै। यो भिडियो भन्दा अगाडि मैले 50 रुपैयाँको किनेर च्यालेन्ज गरेको थियो र त्यो च्यालेन्ज चाहिँ मैले कम्प्लिट गर्न सकेन। आज चाहिँ 100 रुपैयाँको किनेर हेर्छु र कस्तो हुन्छ हेरौँ है। अलराइट गाइस, अब चाहिँ म दाइकोमा चिकन किन्नलाई जाँदैछु। त्यसपछि के हुन्छ हेरौँ है। छ भने त्यही खालको देख्नु। हिजो अस्ति मात्र 100 को चिकन त्यही मात्रै छान्नलाई अलिकति टाइम लाग्ने र दाइले माथि गएर प्लास्टिकमा हाल्दै छानिरहेको थियो। एकैछिनमा त मलाई पनि प्लास्टिकमा हालेर दियो। मेरो चाहिँ यहाँ भएको गिम्पल एउटा चाहिँ मोबाइल समाउनु चाहिँ यहाँनिर भाँचिसकेको छ। हेर्नु ल यहाँनिर होइन यस्तो भइरह। अब यसलाई पुगालेर यसलाई म अब साइडमा राखिदिनेवाला छु। मसँग एक्स्ट्रा छ कि अर्को त्यही हेर्नु होला है। पहिला फर्स्ट रोमा अब यसलाई खोल्नु पर्ने हुन्छ। हेट कस्तो यो मोबाइल समाउने गिम्पल चाहिँ एकदमै गाह्रो भइरहेको थियो फुकाल्नलाई। हेट बल्ल बल्ल सक्यो। फाइनली यो कसेर पनि सक्यो। अब चाहिँ निस्किनुपर्छ, टक्क लाग्नुपर्छ। सो गाइस अब चाहिँ म निस्किनेवाला छु। निस्किनेवाला मतलब निस्किएको चाहिँ छैन भनौँ। अब हल्का फुल्का भिडियोहरू हेलमेट लगाउने यताउताको भिडियोहरू सुट गरेर निस्किन्छु म चाहिँ। अब चाहिँ म रुमदेखि निस्किएर जानु पर्छ भिडियो बनाउनको लागि। त्यसैले मैले अहिले चाहिँ चिकन ब्यागमा हालेर ब्याग पनि बोकिसकेको छु र ट्राफिक सरको रुल्स अनुसार हेलमेट पनि लगाएर मेरो गन्तव्यतिर निस्किन्छु। रुमबाट निस्किएको एकछिनमै म चाहिँ गोकर्ण डाँडामा आइपुग्यो। अब आउँछ आजको मेरो भिडियोको रुल्सहरू। 100 को चिकन लिएर आएको छ। आज चाहिँ हिजो अस्ति 50 को लिएर आएको थियो भने आज चाहिँ लिएर आएको छ मैले 100 को चिकन। बस केटीहरूलाई मात्रै है। आइएम सब्सक्राइबर गिभ अवे। यो चिकन चाहिँ मलाई सब्स्क्राइब गर्नेहरूलाई मात्रै पाउने हो। त्यसैले मलाई सब्स्क्राइब गरेको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला। त्यो गिभ अवे गर्नुभन्दा अगाडि मैले एउटा च्यालेन्ज दिन्छु कि तपाईँहरूलाई होइन के अरे युट्युब फेसबुक टिकटक तिनटैतिर हाल्नेवाला छु भिडियो चाहिँ। तर फेसबुक र टिकटकमा त भ्यू त जसरी भयो नि आउँछ, त्यो फरक भएन। तर उनीहरू दुइटामा नआओस् र बरु युट्युबमा आओस्। त्यही भएर युट्युबमा चाहिँ 10,000 मात्रै भ्युज आयो भने अर्को नेक्स्ट च्यालेन्जमा होइन 1,000 को भनौँ न 1,000 को चिकन मैले यो 100 को चिकन यति हुन्छ भनेदेखि होइन 100 को चिकन यति हुन्छ भनेदेखि 100 200 200 300 भनेपछि अब त्यो त अब च्यालेन्ज 1,000 को चिकन मतलब च्यालेन्ज भिडियो हुन्छ नि त। त्यसमा त फेरि एन्सर दिन सकिहाल्यो भनेदेखि उसको हातले यसरी जति भेटिन्छ उति निकाल्न पायो। सो गाइस आजको च्यालेन्ज चाहिँ अब त्यही हो, झोलामा हाल्ने हो। आफैले नै थाहा छ होला नि हिजो अस्ति नआएको मैले कम्प्लिट गर्न नसकेर फेरि नेक्स्ट च्यालेन्ज लिएर आएको भनेर। सो गाइस अहिले चाहिँ म गोकर्ण सोरतिर आज चाहिँ मान्छेहरू त्यति धेरै छ। त्यसैले आजको मेरो च्यालेन्ज भिडियो कम्प्लिट हुन्छ कि हुँदैन त्यो चाहिँ मलाई थाहा भयो। बस्दा बस्दा र मान्छेहरू हेर्दा मलाई अल्छी लागिसकेको थियो। त्यही भएर फ्रेस हुनको लागि पानी ल्याएर हात मुख धुनलाई थाले। अब चाहिँ अलिअलि मेरो मुड फ्रेस हुन्छ होला। अब बल्ल बल्ल मेरो मुड फ्रेस भएको जस्तो भइरहेको होला होइन। त्यो अब चाहिँ म जानेवाला छु। मेरो मुड चाहिँ हल्का फुल्का फ्रेस भइसकेको छ नि त पानीले गर्दाखेरि होइन। यतातिर छ नि त होइन पानी पनि यता ब्यागमा छ होइन। एउटा हात उता एउटा हात यता गरेर के मतलब फर्स्ट सुरुमा यस्तो भयो होइन। मतलब नारायणडाँडाको पुलसम्म पुगे त मान्छेहरू त्यति धेरै हिँडेको थिएन। त्यसैले फर्केर म चाहिँ अहिले गोकर्ण सोरतिर फेरि आइसकेको। यहाँनिर चाहिँ दुईटा भाइहरूलाई भेट्यो र दुईटा भाइहरूलाई दिएर पठाइदियो र त्यहाँबाट तल आएर स्कुटी राख्न थालेको थियो र ल खाऊ सो गाइस अहिले चाहिँ म पानी लिनलाई जानु लाग्यो। रुममा पानी नै सकेछ होइन। अब चाहिँ म के अरे भिडियो चाहिँ बनाएर जाने हो कि नबनाएर जाने त्यो चाहिँ थाहा भएन होइन। अब चिकनहरू छ झोलभित्र अहिले दिदीले आएर नि दिनुपर्छ होइन। च्यालेन्ज चाहिँ कम्प्लिट भएन केटा हो, च्यालेन्ज कम्प्लिट भएन। सो के हुन्छ हेर्दै जानु होला है। आज पनि मैले च्यालेन्ज गरेको भिडियो चाहिँ आज च्यालेन्ज कम्प्लिट गर्न सकेन होइन। मैले यहाँनिर पानी लिएर आएँ होइन। अब चाहिँ मेरो रुमको डेकोरेसन चाहिँ यस्तै हो होइन। पारा यस्तै हाम्रो
गाइस अब के हो भनेदेखि खासमा चाहिँ मलाई डाउट चाहिँ कस्तो लागिरहेछ भनेदेखि सपोर्ट नै नभएर होला कि सायद मैले भिडियो चाहिँ कम्प्लिट गर्न नसकेको कहिले पनि। सो अब भोलि नेक्स्ट टाइम हेरौँला होइन। अब कतिपय त मैले गिभ अवे गरेर नि सक्यो, अब कति के गर्न सकिन्छ पनि हेरौँ। अब नेक्स्ट टाइममा राख्छु कति छ भन्ने यसो गरेर हिसाब गरेर राख्छु। सो गाइस आजको लागि चाहिँ यति नै हुन सकिन्छ। अर्को ब्लगमा भेटौँला हामी सबैजना। आजको लागि चाहिँ यति नै, बाइ बाइ।